पछिल्लो सरकारले ल्याएको बजेटले युवालाई यो बजेटले कसरी सम्बोधन गरेको छ भन्ने विषयमा कुरा गर्छौं। पक्कै पनि नेपाल सरकारले आर्थिक वर्ष 83-84 को बजेट विनियोजन गरेको छ। झण्डै 21 खर्ब हाराहारीको बजेट विनियोजन भएको छ, जसमा पछिल्लो समय युवा वर्गलाई यो बजेटले कसरी इन्डिकेट गरिरहेको छ भन्ने कुरामा कुरा गर्नुपर्दा विशेष गरी आईटी पार्कको कुराहरू, विदेशी निकायमा काम गर्ने आईटी सेक्टरका विज्ञ एक्सपर्ट युवाहरूलाई चाहिँ फेलोशिपको रूपमा नेपालमा ल्याउने यो कुराहरू पनि विस्तार गरेको छ। सँगसँगै विभिन्न किसिमको खेलकुद स्टेडियमहरू बन्ने, पछिल्लो 5 वर्षमा 8 वटा भन्दा बढी ठूला किसिमका रंगशालाहरू बन्ने जुन कन्सेप्ट ल्याएको छ, यो पछिल्लो सरकारले एकदमै जेन्युन कन्सेप्ट छ। यो युवा मैत्री कन्सेप्ट छ। विशेष गरी पढ्दै कमाउँदै भन्ने कन्सेप्ट छ। यो कुराहरू पनि निकै आवश्यक कन्सेप्ट थियो विशेष गरी युवाहरूको लागि। र पछिल्लो समय विदेश पलायनलाई रोक्नको लागि यो देशमा नै रोजगारी सिर्जना गर्ने, उद्यमशीलता र एन्टरप्रेन्योरशिपको कामहरूलाई प्रमोट गर्ने किसिमको बजेटले चाहिँ इन्डिकेट गरेको छ। अर्को निकै नै महत्त्वपूर्ण कुरा भनेको कुनै पनि युवा एज अ एम्प्लोइ भएर काम गरिराख्नु भएको छ भने 10 लाख एन्युअली उसको इन्कम छ भने त्यसमा ट्याक्सको दायरा पनि घटाएको छ। यो एकदमै हरेक युवाहरूको लागि एकदमै यो पोजिटिभ कुराहरू हो। त्यसैगरी युवाहरूकै लागि भनेर विशेष गरी 2 करोड बराबरको हामीले कृषि परियोजना हामीले सञ्चालन गरिरहेका छौं भने त्यसमा चाहिँ झण्डै 40% इन्सेन्टिभ पाउने, त्यसमा सहुलियत पाउने, त्यो परियोजनालाई चाहिँ स्कलरशिप दिने कुराहरू पनि आएको छ। त्यसैगरी युवा नर्सिङ पेसामा संलग्न युवाहरूको लागि रात्रिकालीन जुन त्यो सेवा सुविधा छ त्यसलाई चाहिँ डबल बनाइएको अवस्था छ। त्यसैगरी अर्को अवस्था भनेको के छ भने जुन निजामती सिभिल सर्भेन्टहरू जुन युवा वर्गहरू त्यसमा रहन्छन् उनीहरूको पनि एउटा स्यालेरी स्केल बढिरहेको अवस्था छ। यो पनि पछिल्लो सरकारको निकै नै महत्त्वपूर्ण कदम र स्टेपहरू छन्। सँगसँगै यो बजेटलाई रिभ्यू गर्दाखेरि केही युवा मैत्री बजेट विनियोजन भएको अवश्य पनि पाइन्छ र यतिले मात्र यो बजेटले यो युवाको जुन प्यासनेटली काम गर्ने जुन त्यो चाहना छ यसलाई चाहिँ पूर्णता दिँदैन। यो बजेटको स्केललाई बढाउन आवश्यक छ। यो बजेटको दायरालाई चाहिँ अलिकति बढाउन आवश्यक छ। इन्कमका स्रोतहरू बढाउन आवश्यक छ। किनभने यो देशमा डेमोग्राफिक डिभिडेन्ड हेर्ने हो भने युवा जनशक्ति नै बढी भएको यो देशमा युवालाई प्रशस्त रूपमा यसलाई चाहिँ स्रोत साधन र परियोजना र परिचालनमा ध्यान दिन यो देशको आवश्यक छ। अघि मैले भने यो डेमोग्राफिक